गुड इभिनिङ सर। इभिनिङ को हो? म प्रकाश सर आउनु पर्यो सर। आउनु ल। के समस्या पर्यो सर? बिदा जानुपर्ने हो सर। किन के समस्या पर्यो त्यस्तो? हजुरआमा बिरामी हुनुहुन्छ सर। हजुरआमालाई हस्पिटल लानुपर्ने हो सर, त्यही भएर। अनि तिम्रो बिदा नभएको दिनै छैन, त्यो के समस्या पर्यो तिमीलाई त्यस्तो सर? हजुरआमा बिरामी। त्यसो भए यो म यस्तो यस्तो भनेर माथि पुगाउँछु। हजुर सर, माथि पुगाउँछु अनि त्यसपछि म बोलाउँछु नि त। हुन्छ सर। हुन्छ भने बोलाउँछु, नत्र जे भन्छन् त्यही बताउँछु ल। हुन्छ सर। हस् सर। गुड इभिनिङ सर। सर ल आउनु सर, पानी हेरेको थिएँ सर। हुन्छ सर। छोडिदिनु, त्यो पुस्नु पर्दैन थिर्के। तिमी जस्तो मान्छे पाए त म इमान्दार एकदम यस्तो केटा पाए त म कस्तो अगाडि बढाइदिन्थेँ यार, एकदम प्रगति गरिदिन्थेँ के। हुन्छ सर। अनि अस्ति त्यो प्रकाश आएको थियो, अब यस्तो उस्तो हजुरआमा बित्नु भयो भनेर, त्योभन्दा नि जटिल समस्या देखाऊ। हजुर। अनि तिमीलाई म त्योभन्दा नि अझै अगाडि ऊ गरिदिन्छु कि, बिदाको लागि भनेर रहेछ उसले। हजुर। अनि म गरिदिन्छु, त्यो समस्या केही छैन। अनि त्यही भएर त्यो यस्तो गर्नु पर्दैन, तिमी एकदमै इमान्दार मान्छे रहेछौ कि। हुन्छ सर, यो बिदा ल्याएको सर होइन, गरिदिन्छु सर है। के को लागि? बिदा सर। त्यो अस्ति प्रकाश पनि आएको थियो कि बिदाको लागि। हजुरआमा बित्यो भनेर। हजुर। अनि त्यही भएर अब के भन्ने तिमीलाई, अब तिम्रो बिदा म पास गरिदिन्छु। यसो त्यो गेट पास गर्दाखेरि 100 रुपियाँको रिचार्ज हालिदिनु। हुन्छ सर। हजुर गेट पास गरिदिन्छु सर। अनि म जाने बेला रिचार्ज हालिदिनु नि सर। सर 1 महिना गरिदिनु सर है। 1 महिना होइन, त्यो उसले चाहिँ एकदमै त्योभन्दा नि जटिल बताउनु पऱ्यो कि समस्या चाहिँ। हुन्छ सर। अनि म 2 महिना गराइदिन्छु। हुन्छ सर, म 200 रिचार्ज हालिदिनु सर। सर हजुरकै कार्यकालमा हो सर बिदा पाउने सर, अरूले मलाई दिँदैन सर। 15-20 दिनभन्दा बढी हुँदैन सर। हजुर बुझ्या बेला चाहिँ यसो बिदा जानु पायो भन्ने हुन्थ्यो सर, त्यही भएर सर। हुन्छ के हुन्छ त्यो। कतिखेर आउँछ सर रिचार्ज के गर्न गेट पासतिर? 10 बजीतिर आउनु। 10 बजीतिर।